Hello everyone, welcome and Makar Sankranti. अब हामी त सङ्क्रान्ति नै भन्छौँ पहिलेदेखिको। तपाईँहरूलाई धेरै धेरै शुभकामना छ। तपाईँहरूले तरुलहरू हिजो राति बनाएर खाइसक्नुभयो होला। तर म चाहिँ आएकोदेखिको अब यहाँ चाहिँ जस्तो म आउँदा पहिल्यैदेखिको यहाँ चाहिँ अब यस्तो तरुलहरू जस्तै सङ्क्रान्तिमा केहरू बनाएर हुन्छ नि एक्सचेन्जहरू गर्ने त्यस्तो चाहिँ गर्दैन रहेछ। घरमा कोही खाँदैन भनेर चाहिँ त्यस्तो केही गर्दैन रहेछ नि त। तर म त खान्छु। प्लस मलाई चाहिँ जस्तै अब मेरो आमै छेत्रिनी भएर होला, मलाई चाहिँ यस्तो सानो सानो ओकेजनहरू जस्तै आमाले पहिल्यैदेखिको सेलिब्रेट गर्थ्यो नि त। अन्त यस्तो सानो सानो ओकेजनहरू चाहिँ एकदम मनपर्छ भनिदिउँ न। अब सबै सेलिब्रेट गर्नु मनपर्छ किनकि अब हिन्दू भएर यस्तो ओकेजनहरू सेलिब्रेट गर्दैन भनेर त के हिन्दू होइन, त्यही हो मेरो चाहिँ। एन्ड यो चाहिँ हिजो चन्द्र दिदीले ल्याइदिनु भएको, अन्त यहाँ त केही छैन। त्यही तरुल निकीले ल्याइदिएको थियो, घर तरुल त्यही बोइल गर्छु अन्त प्याजी बनाउँछु होला एकछिन। हामी चाहिँ लागेको, मलाई चाहिँ यस्तो थाहा थिएन किनकि हाम्रो उता चाहिँ जस्ट यो तरुलहरू चाहिँ एक्सचेन्ज गर्थ्यो। यहाँ तुलसीपाडा बगानमा आएर चाहिँ थाहा पाएँ ढोक्नै पर्दो रहेछ। त्यहाँदेखि खाली पेटमा गएर ढोक्नु पर्दो रहेछ। अन्त तिमीलाई के म त थाहा थिएन नि त। तिमीले त्यो तरुल खानु मात्रै होइन नि त, यो तरुल र त्यो पकौडाहरू खानु होइन। यो तुलसीपाडामा चाहिँ जस्तै अब यस्तो एरियाहरूतिर चाहिँ अलिक ओल्ड टाइपको जस्तै मतलब अब पहिल्यै पुर्खाकै त्यही अलि हल्का हल्का चाहिँ चलिरहेको छ। जस्तै अरू जग्गा त मोडर्नै भइसक्यो, यहाँ चाहिँ हल्का हल्का त्यो पुर्खाकै चल्दैछ। सो या गाइस, यो चाहिँ हाम्रो तुलसीपाडा। हाम्रो भन्नु थाल्ला। ओ माइ गड, मैला भएछ। ल म त यही लगाइरहेको छु। लु छिटो, लोककोला हाल्नु आँटेको नि अब। लो भाग्यमानी भयो। के भएको भ्लगर बुहारीहरू भएपछि हामी चाहिँ माथिबाट अब यहाँ तलबाट माथि आइसकेको छौँ। सयपत्री फुल कति ठुलो, इ वाउ कति ठुलो। यो चाहिँ बिहाको हेरौँ। घुकुनी खान आँटेको ब्ल्याक टी। सो हामी चाहिँ यहाँ एसआइआरको फर्म मैले फिलअप गरेको थिएँ, बट हुन्छ नि केही मिस्टेक्सहरू या केही भएर चाहिँ फेरि सर्वेको लाइन आएको रहेछ। सर्वेको लाइन आएको 11 बजी भनेको रहेछ। मलाई लाग्यो 10 बजी आएर बसेको। नानीको आमा हो, नानी सुत्यो थियो किनकि सुतेन भने पुरा साह्रो पर्छ। यसरी बस्दैन नि त, खालि उभिएर हिँड्नुपर्छ। जोक भयो भगवान्। अब फेरि यो के भन्छ, यो एरियातिरहरूको चाहिँ बाटो अलिकति नराम्रो छ नि त। अब जस्तै भित्र हुन्छ बाटो एकदम खराब छ। सो फेरि फर्केर फेरि आउनु 1 घन्टा बाद अलिकति डिफिकल्ट हुन्छ। त्यही भएर चाहिँ यहीँ बसेको। बाटो राम्रो भएको भए सैया गएर सैया फर्किँदा पनि हुन्थ्यो। बाटोमा यत्रो नालाहरू बनाएर आई थिङ्क त्यो अब उयसकै लागि होला, सेफ्टीको लागि। किनकि अब स्पिड चलाउँछ गाडी, बट अब त्यस्तो त अलिक उयो हुन्छ नि त। के भन्नु अब है, आफ्नो अब त्यो उयो तरिका।
धमिलो देखिरहेको छ सोच चाहिँ यो नङमा सेफ्टी पिन पसेर साह्रो परिरहेको छ एकदम अर्ग्यानिक तेनू मैं बनाऊं तेरे ते मेरे जाऊं रायो साग चाहिँ यहाँ एकदम दामी 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 ओ सो क्युटी क्युटी दिस इज मच यो त म हाल्दिनँ यो मलाई मन पर्दैन सोप अरे मलाई मन पर्दैन हो दिस इज इनफ दिस इज मी